भ्लग। सो आज चाहिँ हामी दुई भाइ भएर सिलगढी जान लागेको स्कुटीमा। सो हेर्न सक्नुहुन्छ है अगाडि बाटो बनेको छ हाम्रो हात्तीखालसम्म होइन। ल को गइसक्नु भएको छ कमेन्ट गर्नु होला, नगएकोले चाहिँ अब जानु होला। हाम्रो आज राइड भ्लग हेर्नु होला कस्तो छ, लेकिन पुरै बनाउन सकिँदैन। अब जति जे बनाइन्छ त्यो हेर्नु होला। सो अगाडि हेर्दै जानु होला है। सो हामी चाहिँ यहाँ पछाडि यो ब्रह्मदम आइसकेको छौँ। यो चाहिँ यहाँ कृष्ण जन्माष्टमी लाग्ने मन्दिर हो। सो यहाँ पनि फुटबल ग्राउन्ड छ यहाँ चाहिँ होइन। हामी चाहिँ सिधै यता ब्रह्मदम बाटो हुँदै जानेछौँ। हेर्दै जानुहोस् अगाडि कस्तो कता कता जान्छ गर्छ होइन। सो मेरो ब्रदर चाहिँ यहाँ पानी भर्न गइरहेछ है। अनि हामी चाहिँ आउँछ होला। अनि हामी चाहिँ अब यहाँदेखि चाहिँ म ड्राइभिङ गर्छु। यहाँदेखि बाटो चाहिँ अलि उकालो छ। यिनी प्रो ड्राइभर हो, म चाहिँ प्रो म्याक्स भन्नु मिलेन है। तर अलि नसक्ने जस्तो लाग्छ, त्यही भएर चाहिँ यहाँदेखि चाहिँ म चलाउँछु, ड्राइभिङ म गर्छु। बिचबिचमा केही सिनेमेटिक भिडियोहरू छुट्न सक्छ। सो रोएको फेरि यहाँ चाहिँ आफ्नो यहाँ पूजा छ अरे जस्तै पानी थारूहरूको चलन हो। ल केही भन्नु छ? के भन्नु छ र अब ल अगाडि हेरौँ है। ल सो म चाहिँ हामी चाहिँ यहाँ यो ब्रह्मदम मन्दिरमा है, यहाँ शिवरात्रि लाग्ने ठाउँमा आएको छ। यहाँ पुगिसकेको छौँ। सो हामी चाहिँ अगाडि म चाहिँ ड्राइभिङ गरिरहेको छु। सो होइन हेरौँ कस्तो हुन्छ। हेरौँ है हेरौँ चाहिँ मन्दिर है। हामी चाहिँ यहाँ शिवगढी अब लाग्यो, स्कुटी अब छ, तेलसेल पुरा फुल भरिदिएको। अब कस्तो के हुन्छ अगाडिसम्म होइन, हेर्दै जाउँ न होइन। सो यहाँबाट चाहिँ अब भिड स्टार्ट भइसकेको छ। यहाँ चाहिँ ड्राइभर चाहिँ म छु होइन। अब हेरौँ यहाँ उकालो यहाँदेखि स्टार्ट भइसकेको छ। मोबाइल चाहिँ अहिले बनाउनु न। ल छोप त छोप चलो अब सिलगढीको बाटोमा चढेन हल्का भिड स्टार्ट भइसकेको छ। यहाँदेखि चाहिँ सेफ्टी चलाउनु पर्ने हुन्छ, सेफ्टी युज गर्नुपर्छ। हेलमेट लगाइसकेँ तर मैले है, मेरो चाहिँ यो ब्ल्याक हेलमेट हेर्दै दाम अगाडि कस्तो हुन्छ है। सो हामी चाहिँ यहाँनिर सिडी हुने आइसक्यौँ। यो चाहिँ नयाँ बाटो खोलेको छ यतातिर, यो नयाँ बाटो खोलेको छ। यहाँदेखि चाहिँ म कन्टिन्यू भिडियो बनाउँछु जहाँसम्म छ होइन। सो मेरो क्यामराम्यान चाहिँ यिनी भन्छ होइन, यहाँ हेर्न सक्नुहुन्छ। ल को आइसक्नु भएको छ, तै पनि म देखाउने प्रयास गर्नेछु जहाँसम्म हुन्छ होइन। सो हामी चाहिँ पहिले यो बाटो चढ्थ्यौँ, सिडी बाटो। यो बाटो नभन्दाखेरि यो चाहिँ अहिले योदेखि सुरुवात भएको छ होइन। यो बाटो यहाँसम्म चाहिँ पहिले थियो, यताबाट आउने। अब यहाँदेखि चाहिँ हामी जाने छौँ। हेरौँ अब कस्तो के बाटो छ होइन, हेर्दै जाऊँ सबै। त्यहाँ चाहिँ अर्को भ्लगर छन्, उसलाई पनि सपोर्ट गर्नु होला। सो भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सेयर गर्नु नभुल्नु होला। सो यस्तै गर्दै हामी अगाडि बढ्नेछौँ। हस् त हेर्नुहोस् अगाडि। सो हामी चाहिँ यहाँ उकालो छ। ल यहाँदेखि चाहिँ लेट्स गो। अब हाम्रो यात्रा सुरु हुन्छ। सो ल छोपिदिउँ है एकछिन। ल हल्का सङ्घर्ष गरिदिउँ। ल अगाडि एकछिन ल यता राम्रोसित देखाऊ है। लेट्स गो। यता साइडबाट देखाऊ, यताबाट देखाउँछु। हेरौँ यात्रा अब खतरा अग्लो बाटो छ नि होइन, भइहाल्छ नि मुला। बाटो त खतरा अग्लो छ, तर बाइक जस्तो चाहिँ चल्दैन है स्कुटी है। म चाहिँ भन्न चाहन्छु उताबाट हिँड हौ मारो, उताबाट हिँड। नसक्नेले चाहिँ नआउनु होला। यहाँ बाटो चाहिँ एकदम डेन्जरस छ। म त तल सर्किरहेको यार। डराउने मान्छेले चाहिँ नआउनु होला यहाँ ड्राइभिङ गर्न। तल सर्किन्छ, अलिक अगाडि आउन तिमी फेरि सिधै। अनि के पछाडि गइरहेको छ त? अनि यतातिर देखाउनु। यतानिर चाहिँ सिडी एन्डिङ हुन्छ, यहाँनिर चाहिँ सिडी एन्डिङ हुन्छ। यहाँदेखि जाने हो हिँड्दै होइन। सो हेर्दै जाऊँ। हामी चाहिँ स्कुटीमा गाडीमा आउनेहरू चाहिँ बाटो चलाउनु पर्छ। हल्का झर्ने हो भने भन है फेरि निकै भइएला दुई भाइ। कसम बाटोमा त ढुङ्गा कति हो के, तर बहुत बेकार खतरा बाटो छ है। तर यहाँ स्कुटीहरू चाहिँ अलिक काम छैन यहाँ। देखाएको छु के तिम्रो मुख देखाउने होइन। क्रस फायरहरू चाहिँ एक नम्बर छ है। यहाँ भ्लगर आउन चाहिँ क्रस फायर लिएर चाहिँ एकदम राम्रो छ। स्पिडमा चाहिँ जान्छ, तर हाम्रो स्कुटी चाहिँ त्यही हो, भङ्गार बन्न सक्छ राम्रोसँग नचलाउनु भने। सुनिन्छ पछि त्यस्तै है, बाटो खतरनाक छ। ल हेरौँ। ल भोलेनाथको यात्रा हो, ऊ पारि हो टुक्कुलीमा छ। बाटो चाहिँ तलसम्म छ अरे है, हात्तीखालसम्म भन्छ। हामी चाहिँ ल हेर्दै जाऊँ है। गोब्रो सोब्रो भएपछि राम्रो हुन्थ्यो होला, तर मोबाइल हातले छोप्ने हो, कस्तो के हुन्छ सबै हेर्दै जाऊँ लास्टमा। ल यहाँ चाहिँ हुँदैन है, नभू एक्लै एउटा हातले बन्दैन।
ल यहाँ चाहिँ अलिक डेन्जरस छ, त्यही पनि एउटा हात छोडेर हिँडिरहेको है। तर के गर्ने, सङ्घर्ष गर्नु पर्यो न, सङ्घर्ष गर्नुपर्छ। सो हेर्दै जाम पछाडि पछाडि गइदिँदै गयो भने त डेन्जरस छ नि बाटो फेरि ल है। तर योभन्दा पनि अझै डेन्जरस हुन्छ। तर यहाँ चाहिँ पानी परेको असार महिनामा चाहिँ बहुत खतरा हुन्छ यहाँ बाटो चाहिँ। सो यहाँ हेर्नु सक्नुहुन्छ, हिँड्दै आउने मान्छे चाहिँ यो बाटो आउँछ नि, यो बाटो हामी चाहिँ स्कुटीमा आएको भएर चाहिँ गइरहेको छौँ। तिम्रो भयो कि सक्यो कि नै? ल हामी चाहिँ यस्तो है, त्यहाँदेखि हात छोडी यहाँबाट जाने है हिँड्दै आएको मान्छे चाहिँ। ओ माई गड, तर बाटो त बनाएको अझ यसलाई अझै हाम्रो यस सिलगढी बासिन्दा अनि केही बजेट मिलाएर चाहिँ अझै यसलाई पिच बनाउनु भने चाहिँ पर्यटकीय मान्छेहरूको चाहिँ भिड लहरको चाहिँ धेरै हुन सक्ने सम्भावना चाहिँ धेरै छ, अहिले नै धेरै छ। हेर्न सक्नुहुन्छ सबै, हामी चाहिँ हेर्न सक्नुहुन्छ एकछिन प्रतीक्षालयमा आइपुगेछौँ, एकछिन रेस्ट गर्छौँ थोडा। अब स्कुटीको पनि त्यस्तै छ होइन। सो हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सिनेमेटिक, ओ जन्नते गाइज जन्नते। तर होइन यहाँ आउन चाहिँ राम्रो छ है, तर ठाउँ चाहिँ राम्रो छ, एकदम राम्रो भन्छु म। सिलगढी तर यहाँबाट चाहिँ हिँड्दै आउने है, तिनी त्यहाँ चाहिँ भल गरेर अर्को छन्, यहाँबाट चाहिँ हिँड्दै आउने। पहिला चाहिँ यो बाटो नहुँदाखेरि चाहिँ यहाँ हिँड्दै आउने होइन। त्यो तर चिसोको मौसम दामी हुन्छ है तर आउने, यहाँ चाहिँ तातो तातो, यहाँ बस्ने सुत्ने। यहाँ चाहिँ पानी ट्याङ्की थियो पहिले, अहिले चाहिँ छैन। सो हेरौँ कस्तो के छ होइन। हामी एकछिन यहाँ रेस्ट गरेर अगाडि तपाईँलाई कन्टिन्यू देखाइरहेको छौँ। त्यो त्यति बेलासम्म हामीसँग जोडिरहनु होला। सो अहिलेलाई चाहिँ भन्दा हामी चाहिँ यहाँनिर चाहिँ एकछिन मस्त बसेर जन्नत हेरिरहेछौँ है। जन्नत भन्दा पनि राम्रो सिनेमेटिक भिडियो होइन, के खासार खुसुर गरिरहेछ। सो हेरौँ होइन अगाडि यहाँ चाहिँ हामी यस्तो खतरा बाटो छ, तलबाट जाने यता जाने। सो होइन खतरा चाहिँ ऊ पारि अझै वहाँ पुग्नु पर्दैछ हामीलाई। यो भिड कटाएर ऊ पारि देखिने पछाडिको भिड त्यतातिर छ, यिनी चाहिँ हेरिरहेछन्। यहाँ बाघ आउनेहरू के गर्थ्यो, बाघ मान्छे भएपछि त बोल्थ्यो त, केही जनासना रोक्यो फेरि अहिले बन्द भयो है। सो केही छैन, खतरा सिन छ है। अगाडि हेर्दै जाऊँ, अगाडि बन्दै जाऊँ, हेर्दै जाऊँ। यहाँ चाहिँ हामी यसो हुन्छ नि बसेको। सो लेट्स कन्टिन्यू ओके। हामी चाहिँ अब हल्का हल्का पुग्न लागिसकेका छौँ। यहाँ चाहिँ यहाँनिर चाहिँ हल्का त्यहाँ ऊ भएर हल्का फस्न जस्तो भएर चाहिँ अगाडि लिएर आएको होइन। सो स्कुटी तानिरहेछ, दियो हो 110 सीसी छ, त्यही पनि डबल लोड तानिरहेछ होइन, राम्रो चलिरहेछ। हामी चाहिँ हेरौँ अब अगाडिसम्म के हुन्छ। यहाँ चाहिँ यस्तो खतरा छ, झर्ने बेला चाहिँ एकदम खतरा हुनेछ है। तर ब्रेक लागेन भने चाहिँ सिधै मरिन्छ है। यस्तो बार सिधै घुर मान्छे पनि गायब, गाडी पनि गायब। सो हेर्दै जाऊँ अगाडि के कसै भिडियोहरू कन्टिन्यू छ हाम्रो। सो के कस्तो लाग्छ हेर्दै कमेन्टमा भन्नु होला। सो को आउनुभएको छ सिलगढी त्यो पनि कमेन्ट लेख्न नभुल्नु होला। यस्तो अब हामी चाहिँ स्कुटी यहीँ राख्यौँ ल, यहीँदेखि यहीँ चाहिँ रहेछ त होइन, त्यतादेखि यहीँसम्म बाटो रहेछ है। म त अगाडि हात्तीखालसम्म मान्छेले बनाएको छ भनेको थिएँ, तर होइन रहेछ, यहीँसम्म रहेछ बाटो। यार दिमाग खराब है, यहाँदेखि अझै हिँड्न पर्छ। हामी चाहिँ अलिक धेरै हिँड्न पर्छ, यहाँदेखि झन् उहाँ अलिक धेरै हिँड्न पर्दैन होला भनेर सोचेर आएको त। अब गाडी चाहिँ यहीँ राखेर होइन। सो अब यहाँदेखि चाहिँ हाम्रो पैदल यात्रा हुन्छ। सो अगाडि हेरौँ के कस्तो हुन्छ। अब स्कुटीलाई चाहिँ यतै कतै सेफली राख्नुपर्छ होइन। सो अगाडि हेरौँ, त्यो ठाउँ रहेछ, यहाँ चाहिँ हल्का हल्का पार्किङ रहेछ। हामी चाहिँ यहीँ राख्दै अगाडि हामी यहाँ पैदल यात्रा हाम्रो हेर्न नभुल्नु होला। यति भन्दै हामी चाहिँ आफ्नो पैदल यात्रा गर्ने तरकारीमा। सो अगाडि हेर्दै जानु होला, लेट्स गो। हामी चाहिँ यहाँ आइसकेका छौँ, स्कुटी चाहिँ त्यता राखिसकेछौँ होइन। हामी चाहिँ अब पैदल यात्रा गरिरहेको छौँ। सो बाटो यहाँसम्म भएर यहाँदेखि अगाडि बाटो नभएर, सो अगाडि हेर्दै जाऊँ के कस्तो हुन्छ। सो हेरौँ है, ल अगाडि
यहाँनिर पुगिसकेको छौँ होइन बाटो यहाँसम्म छ भनेर मान्छेको सुनेको थियो तर यहाँसम्म रहेछन् हल्का तलसम्म रहेछ त्यहाँसम्म स्कुटीमा पनि यहाँदेखि चाहिँ आइम ऊ त्यहाँ त्यहाँ चाहिँ अहिले नयाँ हात्तीखाल भन्छ त्यो हात्ती स्थापना गरेर रहेछन् हात्ती मूर्ति नयाँ स्थापना गरेर रहेछन् सो अब हामी यहाँ पुग्नुपर्छ यहाँदेखि अब धेरै टाढा छैन नजिकै छ ऊ पारि देखिन्छ नि म देखाउँछु है सो ऊ पारि देखिरहेको छ तर हल्का यो क्यामेराले मेरो क्याच गर्दैन है ऊ त्यहाँ टावर देख्न सक्नुहुन्छ हल्का त्यतातिर छ सो अब थोरै होइन धेरै आधी घन्टा जति हिँडेपछि हामी पुग्छौँ सो हेरौँ हामी चाहिँ यहाँ पुग्यौँ अगाडि हामी के कस्तो हुन्छ हामी देखाउँदै जान्छौँ तर यहाँ चाहिँ शिवराजले बहुत फोहोर गरेछन् यतातिर बहुत फोहोर गरेछन् यहाँ बहुत फोहोर गरेछन् तर यो सफा गरेन नै मन्दिरभरि सफा गरे यो बाटो पनि सफा गर्नुपर्ने वातावरणलाई असर गर्छ सो हाम्रो शिवराजमा बस्ने टिमहरू यो चाहिँ सुझाव दिन चाहन्छु कि अझै यो सफा गर्नुपर्नेछ यो यस्तो भएन यो हेर्दै जाउँ अगाडि के कस्तो हुन्छ सो मिलाउनु लागिसकेको छ यो पोइन्ट चाहिँ खोलेर राखेको छु किनभने यो पोइन्ट अप्ठ्यारो बनाएको छ यस्तो है राम्रो यो सो यो चाहिँ गाउँ जाने बाटो है गाउँ उता तल छ यहाँबाट देखिँदैन अलि म उताबाट देखाउँछु धेरै टाढो थिएन मन्दिर आउनलाई चाहिँ यति छ सो हेरौँ कस्तो के लाग्छ यो बाटो चाहिँ हामी उताबाट आउने यता मदाबाट हामी उताबाट धानखोलाबाट आउने फेरि उतातिरबाट छ सो हेरौँ के कस्तो छ अब धेरै छैन है धेरै छैन अब आउँछ सो अगाडि हेर्दै जाऊँ के कस्तो हुन्छ है सो यो चाहिँ यहाँ चाहिँ माओवादी किल्ला छ है माओवादी किल्ला भन्नाले नि यो शिवगढी किल्ला छ जुन माओवादी पालामा युद्ध द्वन्द्व हुने बेला चाहिँ यहाँ चाहिँ यस्तो बनाएर राखेको यहाँ मान्छेहरू पनि बसेछ नि किल्लाहरू जस्तै यतातिर भयो होइन पछि माओवादी द्वन्द्वकालतिर चाहिँ यहाँ चाहिँ यस्तो बनाएर मान्छेहरू बसेको थिए सो हेर्न सक्नुहुन्छ यता यस्तो छ खतरा हामी चाहिँ अब अगाडितिर बढ्छौँ यो खतरा छ क्या यता यस्तो खतरा छ होइन सो ल अगाडि बढ्ने होइन अब धेरै टाढा छैन यस्तो पसिना आइसकेको छ गाइज यस्तो खतरा टापु ढुङ्गा छ सो अगाडि हेर्दै जाउँ के कस्तो हुन्छ है हामी चाहिँ आइसकेको छौँ होइन शिवगढी यही छ हामी चाहिँ तल अब यस्तै बाटो घुमेर माथि चाहिँ यहाँ पुगेर मस्त बसिन्छ हेरिन्छ घुमिन्छ होइन अनि तपाईँहरूलाई सबैलाई देखाउन सक्छु म हेर्दै जाउँ होइन अब लेट्स गो ल खतरा बाटो छ तर यहाँ चाहिँ पतिछाला हामी यहाँ निस्किने फाइनली उताबाट चाहिँ धानखोलाको मान्छेहरू आउँछन् यहाँ चाहिँ टोइलेट छ यतानिर छ अब हामी सो अगाडि देखाउँछौँ यो टोइलेट हो क्या सायद अनि हामी चाहिँ यहाँ यताबाट चाहिँ उझै अझै गाउँ छ अरे तर म चाहिँ गएको छैन के सिद्ध पहिरा के भन्छ यतातिर कल्याणकोट के भन्छ अनि सो हामी चाहिँ अब यतातिर लाग्छौँ हेरौँ के कस्तो हुन्छ अगाडि होइन सो यहाँ चाहिँ शिवरात्रिमा चाहिँ खतरा मान्छेहरू आउँछन् शिवको दिन शिव मन्दिर हो त्यही भएर यो चाहिँ राम्रो छ राम्रो प्लेस छ सबैजना आउनु नभुल्नु होला के भन्ने होइन हेरौँ अब अगाडि टोइलेट हो अघि टोइलेट हो क्या सायद शौचालय होला नि त जाने हो र होइन सोधेको क्या अन्त छ नि यो खुल्ला छ टोइलेट जस्तो लाग्छ मलाई तर हो कि त्यही चाहिँ होला क्या हो कि पछाडि देख्दैन टोइलेटको त्यो यो चाहिँ राम्रो गराएको छैन यो छ कि ढोका बिना टोइलेट हुन्छ र सो यहाँ चाहिँ अब इन्ट्री गरेँ यहाँ शिवगढी मन्दिरभित्र प्लेसमा यो चाहिँ बार भयो सो अब हेरौँ उतातिर चाहिँ स्टोर घर रुमहरू छ सो अब यहाँ चाहिँ मैले पोइन्ट लगाउनु पर्ने हुन्छ किनभने उता जाँदा पोइन्ट लगाउनु पर्यो सो यो पानीलाई चाहिँ यहाँ राखौँ सो फाइनली हामी चाहिँ शिवगढी मन्दिर पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ यहाँ हामी चाहिँ यहाँ चप्पल खोलेर होइन उ गरेर त्यहाँ माथि जानेछौँ तपाईँहरूलाई सबै देखाउनेछौँ क्या चिसो छ है यहाँ हेर्न सक्नुहुन्छ यतातिर यो चाहिँ हात मतलब पानी ट्याङ्की भयो जस्तै उ भयो यता टावर छ होइन जे राम्रो छ ठाउँ आउन सक्नुहुनेछ तपाईँहरू सो हामी चाहिँ एकछिन यहाँ थोडा रेस्ट गरेर चप्पल खोलेर माथि जानेछौँ यहाँ चाहिँ कोही मान्छे नआएको जस्तो लाग्छ तर पछि आउँदै हुनुहुन्छ मान्छेहरू सो अगाडि हेरौँ के कस्तो हुन्छ यो भिडियोमा अन्त्यसम्म रहनु होला सो यहाँनिर हामी पुगिसकेको छौँ मन्दिर हामी जसको लागि ट्राभल गरेर आएको थियौँ त्यसको लागि पुगिसक्यौँ सो राम्रो छ जे हेर्नुहोस् अब भ्यू पुरा होइ सो यहाँ चाहिँ अस्ति शिवरात्रिको मन्दिर चाहिँ बहुत भक्तजनहरू आउनु भएको होला र हेर्न सक्नुहुन्छ यहाँनिर हालत यस्तो छ शिवगढीको राम्रो छ तर जे होस्
वाह झोला बोकेरै माथि आछु यार केही भएन हेर्न सक्नुहुन्छ हामी चाहिँ एकछिन यहाँ बसेर उ गरेर पछि चाहिँ यहाँदेखि चाहिँ निस्किने हुन्छ यस्तो छ ल हामी चाहिँ यहाँ माथि टावरमा चढिसकेको छौँ मन्दिर चाहिँ यो हेर्न सक्नुहुन्छ हामी चाहिँ नास्ता सास्ता चौचो लिएर आएको छौँ सो हामी चाहिँ खाएर आफ्नो गन्तव्य घरतिर लाग्नुपर्छ यहाँ चाहिँ मस्त छ है चिसो चिसो हावा चल्दैछ ऊ त्यतातिर चाहिँ गाउँ छ है यताबाट हामी आएको यतातिर चाहिँ धान खोला छ हाम्रो गाउँ चाहिँ यता खतरा कुहिरो सेतो गरेछ है सेतो तर केही देखेको छैन कुहिरो कुहिरो जस्तो गरेछ सो हेर्दै जानु होला अब अरू त के नै बनाउनु छ गाइज अब यति भन्दै म मेरो भ्लगलाई पनि अन्त्य गर्न चाहन्छु सो अब यति नै इन्जोयमेन्ट छ सो के कस्तो लागेछ भोलि अन्त्यसम्म हेरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला सपोर्ट पनि गर्नु होला सेयर पनि गर्नु होला अरू साथीहरूलाई सो यस्तै छ हेर्न जानु होला ल केही बाई होइन अब केही भन लास्टमा बाई बाई गरिदिनु फेरि यहाँ एकदमै रमाइलो भयो तपाईँले पनि यो ब्लगमा इन्जोय गर्नु होला मिलनपुरीलाई सब्सक्राइब गर्नु होला सो बाई 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 सबैलाई ल गाइस ल अब चाहिँ लास्टको यहाँको सिनेमेटिक भिडियो म लास्टमा हाल्छु के कस्तो लाग्छ हेर्दै जानु होला अहिलेलाई चाहिँ भ्लग अन्त्य भएको छ सो बाई बाई